हेलो दर्शक नमस्ते सम्पूर्ण साथीहरूलाई। कुरा के छ भने साथीहरू, आज म नराम्रोसँग झुकेको छु। म जस्तै साथीहरू पनि अरू नझुक्कुन् भनेर यो भिडियो बनाइरहेको छु। आज घुम्न गइरहेको थिएँ, एक्लै थिएँ, साथीभाइ कोही थिएनन्। अनि त्यसै घुम्ने क्रममा भोक पनि लागिरहेको थियो, के खाउँ मनमा लागिरहेको थियो। अनि दायाँ बायाँ यताउता हेरिरहेको थियो, होटलहरू भेटाइरहेको थिएन। त्यसै क्रममा रोडमा एकजना मान्छे देखेँ, उम्मिरहेको देखेँ। अब त्यो साथी उम्मिरहेको थियो अथवा ट्याक्सी कुरिरहेको थियो अथवा आफ्नो साथीले कुरिरहेको थियो, थाहा भएन। गएर त्यो साथीलाई सोधेँ, होटल कहाँनिर छ भनेर सोधेको। आई क्यानट ड्रिङ्किङ एनिथिङ भन्यो। अब म पनि 2 कक्षा फेल भए पनि इङ्ग्लिस त पर्फेक्ट बोल्ने मान्छे हो फेरि। अनि चुपचाप गएर एउटा चिसो किनेर दिइहालेँ। मलाई मनमा लागिरहेको थियो कि आज टन्नै मासु भात खाएर फर्किन्छु भनेर। अब त्यो साथीलाई चिसो किनेपछि मासु भात खाने पैसा नपुगेर दाल भात खाएर फर्केको छु। अरू केही सपनाहरू छ कि? सपनाहरू त्यो चाहिँ त्यो खोलामा उल्ट्या हानिदिने।